आज चाहिँ म बनाउँदैछु केराको फुलको अचार। एक एकवटा गर्दै यसको सिन्का निकाल्ने। केराको बुङ्गाको अचारलाई चाहिँ यस्तो प्रकारले बनाएर खानुहोस् तपाईहरु। एकदमै रोटीसँग भातसँग यसरी टुप्पा पकाएर टक टक तान्दा पनि भइहाल्छ। यो भित्रको गुबालाई चाहिँ यतिकै हालेर भइहाल्छ। यहाँ गरम पानी उम्लिँदैछ, यसमा हालिदिने यो बुङ्गा मजाले पाक्ने गरी बोइल गरिदिने। कन्टिन्यू ढाकिदिने। मजाले बोइल भइसक्यो बुङ्गा। अब यसलाई ठन्डा पानीमा सिफ्ट गरिदिने। पानी गरम गरेर कम्ती आधा कप जस्तो तेललाई भुट्ने। तेललाई चाहिँ गोल्डन ब्राउन हुने गरी भुट्ने। कम्ती कालो तोरी, दस बाह्रवटा सुक्खा खोर्सानी राखिदिएँ मैले। यसलाई पनि अर्को भाँडामा सिफ्ट गर्ने। एउटा सानो तावामा कम्ती तोरीको तेल, एउटा डल्ले खोर्सानी, 2 केसा लसुन, यहाँ छ मेरो बस्तीको टमाटर। बस्तीको टमाटर छैन भने रेगुलर टमाटर युज गर्दा पनि हुन्छ। यो 4टा राखिदिनु के। कम्ती अलग स्टोक गर्दा पनि हुन्छ छिटो पाक्नको लागि। कम्ती हल्दी पाउडर, नुन हाले स्वाद अनुसारको र यसैमा र यो तोरी, तिल र सुक्खा खोर्सानीलाई चाहिँ एउटा मिक्सीको जारमा हालेर फाइन पेस्ट गरिदिने। पाउडर गरिदिने, पेस्ट होइन। र यस प्रकारको पाउडर गरिदिने। बोइल गरेर पानीमा हालेको बुङ्गालाई चाहिँ निचोड्दै अर्को बाटामा सिफ्ट गरिदिने। यो पाउडरलाई पनि एड गरिदिने। यो टमाटर, खोर्सानी र लसुनको पेस्टलाई पनि एड गरिदिने। लास्टमा आयो तोरीको तेल खारेर मेथी पुऱ्याइदिने। यसलाई मजाले खराएर चाहिँ धनिया पत्ता अप्सनल हो। धनिया पत्ता हाल्दा पनि भयो, यो नहाल्दा पनि भयो। लेमन जुस चाहिँ यहाँ मैले कम्ती हालिदिएँ किनकि बस्तीको टमाटर हालेको छु। बस्तीको टमाटर पनि अमिलो हुन्छ, त्यही कारण चाहिँ कम्ती लेमन जुस हालिदिएँ। र यसलाई चाहिँ चम्चाले चाहिँ होइन, हातले मसाल्दै मजाले। नुन मैले टमाटरमा हालिदिएको थिएँ, नुन पनि अलिकति कमी नै परेछ। यस्तो प्रकारले बनाएर खानुहोस् तपाईहरुले। केराको बुङ्गाको अचार रोटी राइससँग सबैसँग मिल्छ। यो चाहिँ
एकदमै मिठो र एकदमै स्वादिष्ट